नमस्ते एन्ड वेलकम टु एक्सप्लोर विथ रेसिका। आज हामी जान्नेछौँ सतीको कथा। एउटी महिला जसको प्रेम भगवान शिव जतिकै शुद्ध थियो, तर उनको मृत्युले एउटा यस्तो आगो सुरु गर्यो जसले हजारौँ महिलालाई जिउँदै जलाइयो। धर्मको नाममा, परम्पराको नाममा र पवित्रताको नाटकमा। यो कथा सती देवीबाट सुरु हुन्छ, तर अन्त्य हुन्छ आम नारीको चितामा। आज हामी खोल्दैछौँ त्यो सत्य, सती प्रथा। हाम्रो पुराण अनुसार सती देवी दक्ष प्रजापतिकी छोरी थिइन्। उनी भगवान शिवलाई अत्यन्त प्रेम गर्थिन्, तर उनको बुबा दक्षले शिवलाई मन पराउँदैन थिए। दक्षले एउटा ठुलो यज्ञ गरे जसमा भगवान शिवलाई बोलाएनन्। सतीले यो अपमान सहन सकिनन् र यज्ञको अग्निमा आफै हाम फालिन्। यही बन्यो सती। भगवान शिवले सतीको मृत्यु शरीर काँधमा बोकेर बिचल्ली बनाए र त्यस दिनदेखि सती शब्द बलिदान, पवित्रता र प्रेमको प्रतीक बन्न पुग्यो। समय बित्दै गयो। धार्मिक विश्वासहरूलाई समाजले नियम बनायो र यो नियम गलत हातमा पुग्यो। सती बन्नु पुण्य हो। सती भएकी स्त्री स्वर्ग जान्छिन्। श्रीमानको मृत्युपछि पत्नीको कर्तव्य भनेको साथमा मर्नु हो। यस्ता भए धर्म र सामाजिक दबाव सामान्य नारीहरूलाई आगोमा होमिन्न लगाइयो। एउटी विधवा श्रीमानको चितामा बसिरहेकी हुन्छन्। चारैतिर अग्नि, मानिसहरूको जय जयकार गर्दै र उनको आफ्नै प्राण गुमिन्छ समाजलाई खुसी पार्न। तर सत्य के हो भने धर्मको नाममा यो बलिदान थिएन, यो त जबरजस्ती थियो। सती देवीको बलिदान पवित्र थियो, तर त्यसको नाउँमा हजारौँ महिलाहरूलाई जिउँदै जलाइने यो पाप थियो। हामीले इतिहासलाई बुझ्नुपर्छ, सच्चा धर्म के हो भनेर छुट्याउनु पर्छ। यसरी नै भएको थियो सती प्रथाको सुरुवात।